माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुणीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 105 बमोजिम कुनै पनि विरोधको सूचना प्राप्त नभएकोले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081 लाई प्रस्तुत गर्न अनुमति प्राप्त भएको म घोषणा गर्दछु। माननीय सदस्यहरू, अब माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुणीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081 प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, संगठित अपराधको रूपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्ने, बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसार पसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने, स्वदेशमा वा विदेशमा मानव बेचबिखन तथा ओसार पसारको कसुरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने तथा दण्ड सजायको दायरालाई फराकिलो बनाउने उद्देश्यले यो संशोधन प्रस्ताव गरिएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि संघीय संरचना बमोजिम तीनै तहमा संयन्त्र निर्माण गरी तीनै तहका सरकारलाई जिम्मेवार बनाउन, पीडित तथा प्रभावितको उद्धार तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई कानुनी रूपमा स्पष्ट गर्न साथै बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गत मानव बेचबिखन विशेष गरी महिला र बालबालिकाको बेचबिखन तथा ओसार पसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पूरक आलेख प्लेनमो प्रोटोकलमा भएका प्रावधानलाई ऐनमा समेट्न आवश्यक भएकोले प्रस्तुत मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभामा प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब माननीय कानुन, न्याय तथा